नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौँ आर्थिक वर्ष 2080-81 का लागि 17 खर्ब 51 अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको प्रसङ्गबाट। सरकारले आर्थिक वर्ष 2080-81 का लागि 17 खर्ब 51 अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले चालु आर्थिक वर्षको विनियोजनको तुलनामा 2.37% कम बजेट प्रस्तुत गर्नुभएको हो। कुल विनियोजन मध्ये चालुतर्फ रु 1 खर्ब 41 अर्ब 78 करोड अर्थात् 65.20%, पुँजीगत तर्फ रु 3 खर्ब 2 अर्ब 7 करोड अर्थात् 17.25%, वित्तीय व्यवस्था तर्फ रु 3 खर्ब 7 अर्ब 45 करोड अर्थात् 17.55% रहेको छ। यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा 2.37%ले कम र संशोधित अनुमानको तुलनामा 16.37%ले बढी हो। कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु 4 खर्ब 8 करोड विनियोजन रहेको अर्थमन्त्री महतले बताउनुभयो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 12 खर्ब 48 अर्ब 62 करोड र वैदेशिक अनुदानबाट रु 49 अर्ब 94 करोड बेहोर्दा रु 4 खर्ब 52 अर्ब 75 करोड न्यून हुनेछ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 2 खर्ब 12 अर्ब 75 करोड जुटाइनेछ। राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु 2 वर्ष 40 अर्ब आन्तरिक ऋणबाट बेहोरिने अर्थमन्त्री महतले जानकारी दिनुभयो। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट 16 खर्ब 88 अर्ब रुपैयाँको हुने गरी योजना बनाउन सिलिङ दिएको थियो। महतले योजना आयोगको भन्दा 63 अर्ब ठूलो बजेट प्रस्तुत गर्नुभएको हो। स्रोतको उच्चतम प्रयोग गर्ने विनियोजन विधेयकका प्राथमिकताहरू सुझावको रूपमा लिएको महतले बताउनुभयो। सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित बजेट तयार पारेको अर्थमन्त्री डाक्टर महतले बताउनुभयो। जनकपुर धाम उपमहानगरपालिका 1 मिल्स एरियामा एक घरमा आगा लागि हुँदा 3 लाख भन्दा बढीको सामान जलेर खरानी भएको छ। स्थानीय नुरजहाँ खातुनको घरमा भाडामा लिएर बस्दै आएका भारतको जयनगर उर्साहीका रामसी सहनीको कोठामा आगा लागि भएको छ। विद्युत सर्ट सर्किट भएर आगा लागि हुँदा कोठामा रहेको ठेलामा खाजा बेचेर जम्मा भएको करिब 90,000 नगद, भाडाकुडा, गरगहना, किताब कापी र 2 जना विद्यार्थीको सम्पूर्ण प्रमाणपत्र लगायतका कागजहरू जलेर खरानी भएको छ। आगा लागिमा परेर 3 लाख भन्दा माथिको क्षति भएको प्रहरीले जनाएको छ। आगा लागिले जनकपुरधाम उपमहानगरपालिकाको वरुण यन्त्र र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो। ठेलामा खाजा पसल चलाउँदै आएको सहनीको सबै सामान जलेर नष्ट हुँदा उनको परिवार बिचलीमा परेको छ। उनीहरूले सहयोगको लागि सम्बन्धित निकायमा गुहार लगाएका छन्। पसल चलाउने सबै साधनहरू नै जलेर नष्ट भएपछि 2 दिनदेखि पीडित परिवारको बिचली भएको छ। जनकपुर धामको ऐतिहासिक तथा धार्मिक पोखरी गंगासागरको सरसफाई अभियानबाट सुरु भएको गंगा आरतीको मंगलबार 8 वर्ष पुगेर 9औं वर्षमा प्रवेश गर्न थालेको छ। आरतीको 8 वर्ष पूरा भई 9औं वर्षको प्रवेशको अवसरमा सेभ हिस्टोरिकल जनकपुरले विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताको साथ मनाउने भएको छ। सो अवसरमा आइतबार गंगासागरको पोखरीको वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो भने मंगलबार बिहान सामूहिक गंगा स्नानको कार्यक्रम रहेको छ। त्यस्तै मंगलबार साँझ भव्य रूपमा महागंगा आरतीको आयोजना गरिने बताइएको छ। सो क्रममा नियमित आरती गायन बाहेक कलाकारहरूको टोलीले संस्कृति भजन सन्ध्याको समेत आयोजना हुने आयोजकले जनाएको छ। सेभ हिस्टोरिकल जनकपुर धामको सक्रियतामा सुरु भएको गंगा आरती हाल आएर आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षण केन्द्र बन्दै गएको छ। दिनहुँ आरती हेर्ने भक्तजनहरूको भिड लाग्ने गरेको छ भने नेपालमै पहिलो पटक सुरु गरिएको गंगा आरती हेर्ने प्रत्येक दिन त्यहाँ पर्यटकहरूको घुइँचो नै लाग्ने गरेको छ। जनकपुर धाममा सुरु भएको गंगा आरतीपछि वीरगञ्ज पोखराको फेवातालका साथै सिराहा महतरीको जलेश्वर देवघाट लगायतका देशको विभिन्न स्थानमा आरती हुन थालेको छ। आरतीमा सहभागी हुन आन्तरिक पर्यटकका अलावा छिमेकी भारत तथा तेस्रो मुलुकबाट समेत पर्यटकहरू आउने गरेको सेभ हिस्टोरिकल जनकपुर अध्यक्ष एवं प्रदेश सभा सांसद राम आशीष यादवले बताए। जलको संरक्षण र प्रकृतिको पूजा गर्ने उद्देश्य गंगा आरतीको प्रारम्भ गरिएको बताउँदै सांसद यादव भन्छन्, पोखरीले भरेको जनकपुर धाममा पोखरीको संरक्षण सम्वर्धन बिना पर्यटकीय विकास सम्भव छैन। त्यसैले दर्शनीय स्थलको रूपमा पोखरीको विकास गर्न उद्देश्य
अवश्य समेत रहेको छ भन्दै 2 घण्टाको संगीतमय आरतीको अन्त्यमा प्रसाद बाँडिन्छ। भक्तहरूले चढाएको भेटी र दानबाट नै विगत 8 वर्षदेखि आरतीले निरन्तरता पाइरहेको छ। यहाँबाट सिकेर जनकपुर धामको अन्य तालहरू पनि सफा राख्नुपर्छ भन्ने सचेतमा वृद्ध भएको सफाई अभियन्ताहरू बताउँछन्। हंसपुर नगरपालिका 5 की वडा सदस्य रामदुलारी देवीले आफूले दिएको ऋणतर्फ माग्न जाँदा निर्घात रूपमा कुटपिट गरिएको आरोप लगाएकी छिन्। आफूले दिएको 9 लाख रुपैयाँको तमसुकलाई जिल्ला प्रशासनमा दर्ता गराउनु पर्ने भन्दै माग्न जाँदा ऋणी अरुलिया देवी मण्डलले तमसुक दिनुपर्ने कुनै आवश्यकता नरहेको र सरकारले हाम्रो सबै ऋण मिहिना गरिसकेको भन्दै आफूमाथि जाय लागेको आरोप पीडित रामदुलारीले लगाइन्। उनले भनिन्, अहिले तमसुकहरूको दर्ता गराउनु पर्ने कुरो आएको छ, त्यसैले सो तमसुक मैले मागेर दर्ता गराउने भनेको थिएँ। तर उनले अचानक पैसा किन माग्न आएको भन्दै म मेरो छोरा सन्तोषलाई निर्घात कुटपिट गरेको थियो। अरुलिया देवीको छोरा र श्रीमानको कुटपिटले आमा छोरा गम्भीर घाइते भएका छन्। मंगलबार जनकपुर धाममा पत्रकार सम्मेलनको आयोजना गरी घाइते सन्तोष शाहले आफूलाई 3-4 जना मिलेर फलामको फाइटर लगाएको मुक्काले टाउकोमा प्रहार गरेको बताए। उनको टाउकोमा 15 वटा टाका लागेको जानकारी समेत दिएको छ। आफ्नो श्रीमानले दुःख गरेर वैदेशिक रोजगारमा कमाएको पैसा समस्या पर्दा छिमेकीलाई दिएको र सोही रकम फिर्ता नदिने लोभमा परि उनीहरूले आक्रमण नै गरेको दुलारी देवीको कथन छ। कुटपिट गर्नमाथि कडा कारबाहीको माग गर्दै उनले ज्यान मार्न उद्योगमा किटानी जोहोरी दिने तयारी समेत गरेको जानकारी उनले दिइन्। घाइते मध्ये सन्तोषको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन्। यता आरोपी अरुलिया देवीसँग कुरा गर्न पटक पटक सम्पर्क गर्न खोज्दा उनको फोन उठेन। हमर नाम भेले रामदुलारी देवी, घर भेले हंसपुर नगर पालिका वार्ड नंबर 5 में। वार्ड नंबर 5 के वार्ड सदस्य छियै। जीतल छियै नेपाली कांग्रेस से? नेपाली कांग्रेस से जीतल छियै। की भेल छै यहाँ से? पैसा छियै देने घर लगे पड़ोसिया के। ओई पड़ोसिया के कहलिए जे कही है तो मासू के बोल उदारता होते, उदारता करवा लगी गेली। कह चाची उदारता करा दू न तो मासू के जे साथे गते से लागू है से दर्ता कह दू। तो कहे बोलू सरकार हमरा छूट कर देने ढौआ दिया के आ तू अब छे मांगा बोलू भगले कि नहीं भगले रोड पर। कते ढौआ लेने है वो? 9 लाख रुपया है। के है लेने? नाम कहियो। अरुलिया देवी मंडल पैसा देने छिए। तो 9 लाख मुरे है यहाँ के? हाँ मुरे है। ओमे ब्याजो छै? नहीं मुरे है देने छिए से। 9 लाख देने छी मुर? हाँ 9 लाख मुरे देने छिए। बेटा ओकर भाई गेले लड़की के लक तो में गोर मुर पकड़ के कह गे खरियानी वाली केना बोलू हम अथी हो से कह के तो उबरा बोलू तो तेना तेना कह के ओकरा हम मंगल के गोर हाथ पकड़े उबार दे तो तई में 3 लाख देने छिए। आब ओकर बेटा कहे नहीं देवे ढुआ तो फांसी लग जेबो, मोटरसाइकिल नहीं घसा देवे तो फांसी लग जेबो। तो मोटरसाइकिल घसा दे तो मोटरसाइकिल में 3 लाख रुपया देने छिए। आज के कहिया ई घटना भेल? मारपीट कहिया करा? मारपीट 4 दिन हम कहबे कली से हमरा दर्ता करा दू आ तखन ता धमकी उमकी देलकै। आ बिहान भले साँझ में आबि के परसू अचानक साँझ खुन हम खेत से बिया पार के अयली आ साँझ पड़ल रहे। हमरा बेटा के कहलकै रुक सा, ओकर बेटा के रुक सार रुक वही गेटे पर रुक सार गेटे पर। ये लड़का भेल कि ना के? आ घरे से दौड़ते आले हाथ ने कथी लगा के आ फटाफट वही ला मारा लगले। घर में घुस गेले, हम सब तो घर में घुस गेलिए सर। फटाफट वही ला मारा। पुलिस में कंप्लेन के लिए कि ना? तो हम सब तो बेहोश भ गेली। तो वही लेवल हमार बेटी फोन करके अध्यक्ष ला, अध्यक्ष फोन करके थाना में सब पुलिस गेले। तो वही अपन की भेले ऐसे गाड़ी हम कुछ नहीं जानली। केना एम्बुलेंस में लदल के भरना कल हम कुछ नहीं जानली। सरकार अच्छा हुनकर नाम की छै? अहाँ के नाम की छै? संतोष कुमार साह। संतोष ठीक। अहाँ के लड़का छै तैला मारल गई? हाँ पैसा मांगे एलिए तैला? कागज मांगन गली कली सिफारिश के बोलू चलल है से सिफारिश करा दू से सरकार लागू कल के सिफारिश करब तो मासू में तो ऊ दर्ता करब। आ ऊ कहल के जब बोलू सरकार हमरा सबके छूटे क दल के तो तू ढवा मांगा कथी के अबै छै से कहल के।
से हमरा सबके सरकारे छूट कऽ देलकै यऽ तऽ तो ढौआ मांगे आबे वालू हमरा वाला गाम के कौन दरता कहने करबो चलिए गाम अच्छा हसपुर नगर पालिका सुगानी का 5 वार्ड नंबर 5 हसपुर 5 हाँ हाँ मीटर ब्याज कह के वालू उल्टे मुद्दा तोरा पर देबो। गणतन्त्र नेपालको प्रथम शहीद दुर्गानन्द झाको सलिल अनावरण गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका 23 जटहित जनकपुरधाम सडक खण्डको लादोमा सोमबार आयोजित एक समारोह बीच प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकार राजेश्वर नेपालीले झाको सलिल अनावरण गरेका छन्। सो क्रममा मध्य प्रदेश सांसद राम सरोज यादव, दिपेन्द्र ठाकुर, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्का, ललन चौधरी लगायतका व्यक्तिहरूले शहीद झाको सालिनमा माल्यार्पण गर्दै झाप्रति श्रद्धाभाव व्यक्त गरेका थिए। यसअघि झाको शालिग जानकी मन्दिर परिसरमा निर्माण हुने बताइए पनि त्यहाँ शालिग स्थापनामा विवाद उत्पन्न भएपछि सोको लामो समयपछि सोमबार उनको शालिग अनावरण गरिएको छ। जनकपुरधाम भ्रमणको बेला तत्कालीन क्रुस शासक राजा महेन्द्रमाथि बम प्रहार गरेको आरोपमा 2020 माघ 15 गते दुर्गानन्द झालाई मृत्युदण्ड दिएको थियो। तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि 2072 फागुन 19 गते उनलाई शहीद घोषणा गरेका थिए। गणतन्त्रका लागि हाँसी हाँसी प्राणहुति दिएका दुर्गानन्द झाले शहीदको सम्मान पाउन 52 वर्ष कुर्नु परेको थियो। 2065 जेठ 15 गते बसेको संविधान सभाको पहिलो बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो। विक्रम सम्वत 1999 वैशाख 14 गते शहीद दुर्गानन्द झाको जन्म धनुषाको जटही गाउँमा देवनारायण झाको एकमात्र सन्तानको रूपमा भएको थियो। घरको एक्लो सन्तान भएकाले म्याट्रिक एसएलसी पढ्दा पढ्दै 2017 सालमा 14 वर्षीय काशीदेवी झासित उनको विवाह भएको थियो। दुर्गानन्द झाको बुबाको निधन भएपछि आमाको रेखदेखमा गाउँबाट 5 किलोमिटर पर भारतीय क्षेत्रको ओम गाउँ स्थित दीनदयाल हाई स्कुलमा झाको शिक्षा दीक्षा भएको थियो। 15औं गणतन्त्र दिवसको अवसरमा जनकपुरधाम सोमबारदेखि सुरु भएको राष्ट्रिय स्तरको महेन्द्र नारायण निधि T20 प्रतियोगिता सुरु भएको छ। सो अवसरमा वक्ताहरूले जनकपुरधामको विकासका लागि जनकपुरधाम आगमनका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको 100 करोड सहयोग रकममा राजनीति भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन्। सोमबार जनकपुरधामको वडा नम्बर 14 रजौल स्थित प्रस्तावित राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रङ्गशालामा सुरु भएको सो प्रतियोगिताको गर्दै प्रतिनिधि सभा सांसद विमलेन्द्र निधि पनि सो रकममा राजनीति भइरहेको आफूलाई जानकारी हुन आएको बताए। त्यो पैसा कसैले गोपाल धर्मशाला त कसैले अन्य कुनै धर्मशाला बनाउन खर्च हुनुपर्छ भनेर भनिरहेको मैले पनि सुनेको छु भन्दै उनले भने, मैले बुझे अनुसार त्यो पैसा रङ्गशालामा पनि खर्च हुन्छ भनेर निश्चित भएको छैन। ढुक्क भएर नबस्नु होला। आफू यस बारेमा बुझ्ने बताउँदै उनले यद्यपि रङ्गशालामै त्यो पैसा भारतले लगानी गर्ने कुराको पनि अहिलेसम्म कुनै ग्यारेन्टी नरहेको पनि उनले धारणा राखे। कार्यक्रममा मध्य सरकारका शिक्षा तथा सामाजिक कल्याण मन्त्री महेश प्रसाद यादव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र सिंहले पहिलो मध्य सरकारको कार्यक्रममा भौतिक संरचनाको व्यवस्थापन र कोरोनाको कहर र व्यवस्थापनमै समय व्यतीत भएको भन्दै वर्तमान सरकार खेलकुद क्षेत्रको विकासका लागि तत्पर रहने बताउँदै भारत सरकारको सहयोग रङ्गशालामै सदुपयोग गर्नुपर्ने जोड दिए। जनकपुरधामको मेयर मनोज कुमार शाहले भारतीय प्रधानमन्त्रीले घोषणा गरेको 100 करोड रङ्गशालामा सदुपयोग हुने प्रक्रियामा राजनीति गर्नेहरूलाई आफूहरू नछोड्ने बताए। क्याङका केन्द्रीय कोषाध्यक्ष रोशन कुमार सिंहले मध्य प्रदेश सरकारले बजेट प्राथमिकतामा खेलकुद क्षेत्रलाई पार्न नसकेको गुनासो गरे। सो अवसरमा जनकपुरधाममा उपमहानगरपालिकाका उपप्रमुख किशोरी शाह, क्याङका प्रतिनिधि सहितकाले आफ्नो धारणा राखेका थिए। प्रतियोगिताको उद्घाटन खेलमा कोशी प्रदेशलाई 2 विकेटले पराजित गर्दै मध्य प्रदेश विजय पाएको छ। हस् त टुडे न्युज अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।